हामी चाइनाको हुनान प्रान्तको राजधानी छाङसामा आइपुगेका छौँ। छाङसाबाट यहाँहरू सबैलाई नमस्कार। हुनान चाइनाको सबैभन्दा प्रसिद्ध प्रान्तमध्ये एउटा प्रान्त हो। यसको नाम कसरी रहन गएको रहेछ भने हु भनेको चाइनिज भाषामा लेक अर्थात् ताल हुँदो रहेछ र नान भनेको दक्षिण। चाइनाको दोस्रो ठुलो फ्रेस वाटर लेक डोन्टिङ लेकको दक्षिणमा रहेकोले यसको नाम हुनान रहन गएको रहेछ। हुनान किन सबैभन्दा महत्त्वपूर्ण छ भने आधुनिक चीनका निर्माता माओ जेडुङ यहीँ जन्मेका थिए। यही हुनान प्रान्तको एउटा गाउँमा जन्मेका माओ पछि छाङसाको हेउलु एकाडेमी हुनान युनिभर्सिटीमा उनले आफ्नो शिक्षा दीक्षा प्राप्त गरेको थिए। आधुनिक चीन निर्माणको यात्रा हुनान प्रान्तबाट सुरुवात भएको थियो। हुनान प्रान्तको राजधानी छाङसा सहर इतिहास, संस्कृति र प्राकृतिक सौन्दर्यताको अद्भुत मिश्रण भएको सहर हो। And you're from Mauritius. What experience? It's our first time. It's our first time. It's great. Yeah. China is great. लङ लिभ चाइना। अहिले हामी छाङसाको फेरि वेलमा छौँ। जताततै बत्ती बलिरहेको छ। माथिबाट हेर्दाखेरि सहर एकदमै उज्यालो देख्न सकिन्छ। मेरो यो जीवनको पहिलो अनुभव पनि हो चाइनाको विकास प्रत्यक्ष आँखाले हेर्ने। तीन 3000 वर्ष लामो इतिहास भएको यो सहर एकदमै गजबको छ। छाङसा हुनान प्रान्तको एउटा जीवन्त सहर। 1 करोडभन्दा बढी जनसङ्ख्या छ यहाँ। यो चीनको ठुला सहरहरूमध्ये पर्छ। ईसापूर्वक 8औं शताब्दीमा यो सहर चीनको एक प्रमुख केन्द्र थियो। हान वंशको समयमा छाङसा राज्यको राजधानी थियो यो। यहाँको प्रसिद्ध पहाड एयोलु पहाडको फेदमा रहेको एयोलु एकाडेमी चीनको प्राचीन एकाडेमी मध्येको एक एकाडेमी हो जुन सन् 976 स्थापना भएको थियो। अहिले भने यसलाई हुनान विश्वविद्यालयको एउटा हिस्साको रूपमा राखिएको छ। हुनान विश्वविद्यालय त्यही विश्वविद्यालय हो जहाँ माओ जेडुङले आफ्नो एकाडेमिक यात्रा पुरा गरेका थिए। चाइनाका कुनै पनि सहरभित्र यात्रा गर्दा चाइनाले प्रगति गरेको सूचना प्रविधिको विकास, यहाँको सुन्दरता, सफा सुग्घर आधुनिक भवनहरू, आधुनिक र फराकिला सडक, आधुनिकता सँगसँगै जोगाएर राखेको प्रकृति, हरियाली एकदमै गजब लाग्छ। सबै सहरहरू निकै सुरक्षित छन्। मलाई जुनसुकै ठाउँमा जाँदाखेरि पनि एकदमै सुरक्षित महसुस भयो। चाइनाको सबैभन्दा महत्त्वपूर्ण स्लोगनै के रहेछ भने सेफ्टी फर्स्ट। सहरका विभिन्न ठाउँहरूमा पुग्यौँ। त्यहाँमध्ये एउटा महत्त्वपूर्ण ठाउँ हो अरेन्ज आइल्यान्ड। यो स्याङजियाङ नदीको बिचमा एउटा टापु छ। करिब 5 किलोमिटर लामो, 40 देखि 140 मिटर चौडा रहेको, करिब 37 हेक्टर क्षेत्रफलमा फैलिएको यो टापु कुनै बेला यहाँ सुन्तलाको बगैँचा भएको हुनाले यो टापु सन् 305 बनेको रहेछ। सन् 305 बनेको टापु पछि यसमा सुन्तलाको बगैँचा थियो अरे, त्यो भएर यसलाई सुन्तलाको बगैँचा भएको हुनाले यो ठाउँलाई अरेन्ज आइल्यान्ड भनिन्छ। सन् 2009 अरेन्ज आइल्यान्डमा जवान माओको मूर्ति स्थापना गरियो। किनभने माओ जेडुङले पढेको युनिभर्सिटी यही टापुको नजिकै छ र यहीँ बसेर उनले कविताहरू लेख्ने र केही कविताहरू यो टापुको बारेमा पनि लेखेको हुनाले माओको जवान काल अथवा युवा अवस्था धेरै समय यही नदीको किनारमा बितेको हुनाले पनि माओको जवानीलाई, माओको जवान काललाई सम्झिन
माओको ठुलो विशाल मूर्ति बनाइएको छ। एकदमै गजब मूर्ति छ, देख्न सकिन्छ यहाँ। र त्यसै गरी रातिमा लाइटिङ, फाउन्टेन यति राम्रो छ, बिचमा पार्कहरू छन्, एकदमै आकर्षक लाग्यो हामीलाई यहाँ पुग्दाखेरि। त यहाँ चाहिँ साँझको बेलामा सूर्यास्त हेर्न अथवा नदीमा पानीका गेमहरू खेल्न एकदमै धेरै मान्छेहरूको भिडभाड लाग्दो रहेछ। छाङसाको उलु माउन्टेन, यो उलु माउन्टेन धेरै ठुलो त छैन। अब हामी नेपालबाट आउनेहरूलाई यो पहाड केही पनि लाग्दैन, एकदमै सिम्पल पहाड छ, धेरै ठुलो पहाड पनि। तर यहाँबाट छाङसा सिटी धेरै जसो भूभागलाई देख्न पाइँदछ र त्यसैले मान्छेहरू यहाँ आउन रमाउने गर्दा रहेछन्। यहाँसम्म आउनको लागि बसको पनि व्यवस्था छ, केबल कार पनि चढेर आउन सकिन्छ। मैले तपाईँहरूलाई यहाँबाट देखिने त्यो पहाडको छेउबाट देखिने दृश्यहरू यसमा एकैछिनमा समावेश गर्छु। नान प्रान्त माओको जन्मस्थान पनि रिलेटिभ ठाउँ हो। त्यही भएर जता पनि जाँदा तपाईँ माओका विभिन्न मूर्तिहरू देख्न सक्नुहुन्छ। त्यो मूर्तिको माओको चाहिँ मूर्ति, यहाँ पनि माओको मूर्ति राखिएको छ। यहाँको अर्को महत्त्वपूर्ण ठाउँ रहेछ यो उलु पहाड। यो पहाड स्याङज्याङ नदीको पश्चिम किनारमा छ। धेरै छैन, जम्मा 297 मिटर उचाइको छ अनि नानुई पर्वतको श्रृङ्खलाको हिस्सा रहेछ। यो 8 किलोमिटरको क्षेत्रमा फैलिएको। यहाँको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको यो येउलु एकाडेमी हो, जुन अघि नै मैले तपाईँलाई भनिसकेँ सन् 976 स्थापना भएको चीनका 4 पुराना एकाडेमीहरूमध्ये एउटा एकाडेमी। चिनिया भाषाको संस्कृतिको अनुसन्धान केन्द्र पनि त्यो रहेछ। अहिले चाहिँ यो हुनान विश्वविद्यालयको एउटा हिस्सा रहेछ। यहाँको वास्तुकला, बगैँचा, यहाँको इतिहासले पर्यटकलाई र विद्यार्थीलाई पनि निकै आकर्षण गर्दो रहेछ। छाङसाको सबैभन्दा फेमस सेक सिटी रहेछु म चाहिँ चियाको पार्टी हो। त्यो भएर चिया कस्तो छ टेस्ट गर्दैछु। बेसी छाङसा सिटीलाई निहाल्दाखेरि एकैचोटि आधुनिकता, संस्कृतिलाई पनि जोगाएर राखेको, परम्परालाई पनि जोगाएर राखेको अनि वातावरणलाई पनि जोगाएर राखेको देख्दाखेरि आधुनिकता र परम्पराको एउटा मिश्रण जस्तो लाग्यो। यहाँको गगनचुम्बी भवनहरू, पुराना सांस्कृतिक स्थलहरू सँगसँगै छन्। चाइनामा चाहिँ हाम्रो दिदीहरूले पनि बहिनीहरूले पनि ट्याक्सी चलाउनुहुन्छ। धेरैजना चाहिँ ट्याक्सी चलाउने ट्याक्सी चालक महिला देखेर हामीले वन्डरफुल। छाङसाको छोटो बसाइमा मैले खिचेका केही दृश्यहरू यहाँहरूलाई प्रस्तुत गरेँ। तपाईँ पनि छाङसा आउने योजना बनाउँदै हुनुहुन्छ अथवा कुनै बेला छाङसा आउनुभयो भने यी मैले उल्लेख गरेका ठाउँहरू घुम्न नभुल्नुहोला। हुन्छ त आजलाई यति नै। अर्को भिडियोमा म फेरि चिनको चिनोको रूपमा अर्को सहरको एउटा भिडियो लिएर आउनेछु। तबसम्मको लागि विष्णुप्रभा सापकोटा तपाईँबाट छुट्टी माग्छु। सफलताका रङहरूले यहाँहरूको जीवनमा सधैँ खुसीको इन्द्रणी पोतिरहोस्। गुड बाई छाङसा सिटी, चाइना।